सभापतिज्यू त्यस्तै गरेर प्रमुख अतिथि उपस्थित रहनुभएका सम्पूर्ण महानुभावहरू, वास्तवमा आज दुधकोशी जनचेतना समाजले जुन वार्षिक रूपमा मनाइरहेको विभिन्न कार्यक्रमहरूमा यसअघि पनि प्रवीण भाइ र यस क्लबले विभिन्न समयमा निम्तोहरू पठाइरहे पनि मेरो विशेष कारणले गर्दाखेरि म उपस्थित हुन सकिरहेको थिइनँ। आज 20औं वार्षिक उत्सव मनाइरहँदाखेरि एउटा संयोग पनि होला सायद, आज मैले शिक्षण गर्न थालेको पनि 20औं वर्ष पुगिसकेको छ। 57 सालदेखि नै मैले शिक्षण पेसामा हात हालेको थिएँ। आज यो एउटा संयोगको रूपमा मैले लिएको छु। वास्तवमा हामी यो कुना कन्दरामा छरिए विभिन्न क्षेत्रमा पछि पारेर रहेका हामी जुन व्यक्तित्वहरू रहेको ठाउँमा जुन जनचेतना समूह, दुधकोशी जनचेतना समूहले जुन कार्यक्रम गरिरहेको छ यो सराहनीय छ। र यो आज हामी जुन क्लबको भवनमा रहेका छौँ, यो क्लबको भवनमा मैले पहिलोचोटि यहाँ उपस्थित हुने मौका पाएको छु। जुन प्रवीण भाइले पहिला भनेको थियो, त्यति बेला यस क्लबले एकदमै दुःखका साथ कार्यक्रमहरू सञ्चालन गर्ने गर्थ्यो। योभन्दा अगाडि अन्य विद्यालयहरूको प्राङ्गणमा कार्यक्रम गरेका थियौँ हामीले। यो आज हामीले यस्तो एउटा भव्य एउटा कार्यक्रम स्थल अथवा एउटा भवनभित्र कार्यक्रम सम्पन्न गर्न गरिरहेका छौँ। यो एकदमै सराहनीय काम हो। तर यसको लागि भाइ बहिनीहरू लगायत यस क्लबमा आबद्ध सम्पूर्ण संस्थाका पदाधिकारीहरूले धेरै ठुलो दुःख भोग्नु भएको छ। त्यसको लागि हामीले उहाँहरूलाई सम्मान गर्नै पर्छ। उहाँहरूको यो दुःख अघिदेखि हामीले भनिरहेका छौँ। यसमा हाम्रा जनप्रतिनिधिहरू, हाम्रा नेतागणहरू, विभिन्न सङ्घ संस्थाका पदाधिकारीहरू, विभिन्न क्षेत्रबाट पाल्नुभएका हाम्रा महानुभावहरूले आफ्नो आफ्नो क्षेत्रबाट गर्नुपर्ने सहयोगको लागि प्रतिबद्धता गरेर गइसक्नु भएको छ र आउने वक्ताहरूले पनि अझै प्रतिबद्धता जाहेर गर्नुहुनेछ। प्रतिबद्धता व्यक्त गरेर मात्रै हुँदैन, सम्पूर्ण जुन हामी प्रतिबद्धता व्यक्त गर्छौँ त्यो पुरा गर्ने खालको प्रतिबद्धता व्यक्त गरिदिनु भयो भने अझै पनि हाम्रा यस ठाउँका महानुभावहरू, यस क्लबसँग सम्बन्धित विभिन्न किसिमका व्यक्तित्वहरू, हाम्रा भाइ बहिनीहरू, हामी खुसी हुने थियौँ होला। र आउँदो दिनहरूमा अझ योभन्दा परिष्कृत भवनमा कार्यक्रम गर्न पाउँदाखेरि हामी अझै पनि आफैलाई भाग्यमानी ठान्थ्यौँ होला। त्यस कारणले आज म धेरै विषयवस्तुमा बोल्दिनँ। म शिक्षकको हैसियतले एउटा शिक्षा क्षेत्रमै अहिलेसम्म काम गरेको कारणले यस क्लबले सम्मान पनि गरेको कारणले अलिकति म शिक्षाको बारेमा पनि बोल्न चाहन्छु। वास्तवमा लगभग 2065 सालतिर मैले यस एफएमका माइमा पाइलट दिएको थिएँ। त्यति बेला यस विद्यालयमा अथवा यहाँ कक्षा 8सम्म मात्रै सञ्चालन थियो। यस ठाउँका भाइ बहिनीहरूलाई टाढा गएर शिक्षा प्राप्त गर्नका लागि, माध्यमिक तहसम्मको शिक्षा प्राप्त गर्नका लागि पनि समस्या भएको कारणले गर्दाखेरि त्यति बेलाका हाम्रो तत्कालीन हाम्रो विद्यालय व्यवस्था समितिका अध्यक्ष रमनदोज राईज्यूको पहलमा 65 सालदेखि हाम्रो यस विद्यालयमा चाहिँ माध्यमिक विद्यालय सञ्चालन भएको थियो। त्यति बेला म आउँदै गर्दाखेरि एक कक्षादेखि नै हामीले फी उठाउनु पर्ने बाध्यता थियो। त्यसमा पछि म प्रभाव भएपछि 3 कक्षासम्म छुट गराउने पहल पनि गरेको थिएँ मैले। त्यस्तै गरेर रजिस्ट्रेसनका कुराहरू पनि हुन्थे, नाम एडिसनका कुरा पनि हुन्थे। पछि मैले त्यसलाई पनि छुट गराउने व्यवस्था गरेको थिएँ। र यो अहिले हाम्रो अहिलेको तत्कालीन हाम्रा हाम्रो कृष्णबहादुर निरोला सरले अहिले खुसीको कुरा गर्नुभयो उहाँले। तर मैले हेड सर रहँदै गर्दाखेरि सम्पूर्ण निजी शिक्षकहरूलाई चाहिँ हामीले 3 कक्षादेखि 10 कक्षासम्मका भाइ बहिनीहरूलाई प्रत्येक महिना 15 रुपियाँदेखि 20 रुपियाँदेखि फी उठाएर हामीले त्यति बेला हामीसँग लालबुर्जा नभएको कारणले गर्दाखेरि हाम्रो योजना रोकिँदै गर्दाखेरि हाम्रो तत्कालीन विद्यालय व्यवस्था समितिका अध्यक्ष हाम्रो रमानदोज राईजी हुनुहुन्थ्यो। उहाँले चाहिँ लालबुर्जा बोकिरहनु भएको रहेछ उहाँको। हाम्रो यो अहिलेसम्म ओरिएन्टेसन गऱ्यौँ, हामीले सम्झौता पत्रमा साइन गरिसकेर हाम्रो कार्य रोकिनु भनेको राम्रो होइन भनेर उहाँले 1 रोपनी जग्गा उहाँको 1 रोपनी जग्गा काटेर हाम्रो स्कुलको नाममा गरिदिनु भएको छ। तर त्यो जग्गा चाहिँ तल कार्तिकेमा छ। त्यो कागजको आधारमा हामीले त्यति बेला त्यो शौचालय निर्माण गरेका थियौँ। त्यस्तो दुःखद दिनहरू पनि मैले त्यहाँ भोगेको छु र त्यो अझै पनि छ। त्यो जग्गाको केस अझै पनि बाँकी छ मलाई लाग्छ। त्यस्तै गरेर हामीले बाटोको कुरा गर्दै गर्दाखेरि हामी अहिले जुन घारेघाट जाने बाटो अहिले त्यही बाटो भएर तल घारेघाट बाटो झरेको हेर्दाखेरि मलाई
आनन्द लाग्छ। त्यति बेला बाटोको योजना आउँदै गर्दाखेरि मैले यहाँका हाम्रा स्थानीय बुद्धिजीवी नेतागणहरूलाई के भनेको थिएँ भन्दाखेरि यो तपाईँहरूकै बालबालिकाको स्कुल हो, यहाँ चाहिँ के गर्नु पर्यो भन्दाखेरि कमसेकम तपाईँहरूले अहिले सम्पन्न गर्दैको योजनाबाट पनि 2-4 घन्टा 8-10 घन्टा मेसिन लगाइदिनुहोस्। किन भन्दाखेरि हामीले विभिन्न किसिमका योजनाहरू भौतिक संरचनाहरू निर्माण गर्दै गर्दाखेरि इस्टिमेट बन्थ्यो बालुवाको 2000 को, बल्ल बल्ल यहाँ ल्याउनु पर्यो ट्र्याक्टर 5000ले, आधी ट्र्याक्टर मात्रै बालुवा आउँथ्यो। 2 पटकमा 1 ट्र्याक्टर बालुवा भनेपछि 1 ट्र्याक्टर बालुवाको मूल्य 10,000 हुन्थ्यो। हामीले कसरी काम गर्न सक्थ्यौँ। अहिलेका प्रहरीले पनि लगभग भोग्नुहुन्छ, भोगिरहनु भएको होला। त्यसपछि गएर बल्ल बल्ल ट्र्याक्टरमा 10,000बाट बालुवा ल्यायो, अनि त्यसपछि स्कुलदेखि 4 काल्ला माथि थुपारिदियो, अनि त्यसपछि अभिभावक बोलायो, ढाड फुलिने गरी बोकाएर झार्नु पर्ने। त्यसै क्रममा जहिले पनि विकास निर्माणका कामहरू बर्खा लागेपछि हुन्छ, तलतिर बाटो भत्किएपछि त्यसपछि गएर लामी डाँडाबाट पनि बोरामा बालुवा हालेर बोकाएर विभिन्न किसिमका योजनाहरू सम्पन्न गरेको दिनहरू छ। त्यहाँ मलाई त्यही सम्झना आएको कारणले गर्दाखेरि मैले बाटो कमसेकम त्यहाँ आएको 10,000मा आएको बालुवा विद्यालयसम्म जाने योजना गरौँ भएर तत्कालीन हाम्रो अध्यक्षज्यूसँग हामीले बाटोको लागि आफै सर्वे गऱ्यौँ, जोरगाडीभित्र हामी डुल्यौँ, तर त्यो बाटो हाम्रो सफल भएन। त्यही भाइ बहिनीहरूले भए पनि आज सम्मान गरेका छन् यो संस्थासँग। त्यसपछि गएर यो संस्थाका भाइ बहिनीहरूसँग मेरो दरिलो सम्बन्ध छ, धेरै पुरानो सम्बन्ध छ। आज म सम्झिन्छु, आज साकेला सेलिनार्दै थिए भाइ बहिनीहरू। लगभग रामपुरको विद्यालयले कोशी जनता माविले त्यति बेला 50औं वार्षिकी मनाउँदै थियो। त्यति बेला हामीलाई पनि विभिन्न कार्यक्रममा सहभागिताको लागि निम्तो दियो। हामीले त्यति बेला तीनटा कार्यक्रममा मात्रै हामीले सहभागिता जनाएका थियौँ, पुरुष भलिबल, महिला भलिबल र नृत्यमा। हामीले तीनटैमा प्रथम जितेका थियौँ त्यति बेला। र यो भाइ बहिनीहरूकै यही क्लबको यही चण्डी यही साकेला सिली नै लिएर गएको थियौँ हामीले। र त्यति बेलासम्म पुवारे थुम्कामा विद्यालय छ यो भन्ने पनि रामपुरमा चाहिँ थाहा थिएन। अरू सबैभन्दा दुःख लाग्छ मलाई, यो कहाँको विद्यालय हो भन्ने खालको त्यस्तो खालको वाक्यांशहरू सुन्न पाइन्थ्यो। यही भाइ बहिनीहरूको यही क्लबको कारणले गर्दाखेरि हामीले पुवारे थुम्कालाई पहिलोपटक रामपुरमा चिनाउने मौका पाएका थियौँ र मलाई पुवारे थुम्काको हेड सर हो भनेर चिनाउने एउटा मौका पनि दिएको थियो। त्यसकारणले भाइ बहिनीहरूसँग यो क्लबसँग म जहिले पनि ऋणी रहन्छु। भाइ बहिनीहरूले जे भने पनि अघि नै भनेका छन्, विभिन्न किसिमका आरोह अवरोह दुःखका कुराहरू त्यो आफ्नै ठाउँमा छ, तर भाइ बहिनीहरू मसँग जति ऋणी छन् उनीहरूभन्दा म उनीहरूप्रति जहिले पनि ऋणी रहनेछु। म जहाँ भए पनि भाइ बहिनीलाई सम्झिन्छु। विशेष गरेर प्रवीण भाइलाई त म सम्झिरहन्छु, जहिले पनि हाम्रो भेट भइरहन्छ। ऊ अहिले विभिन्न किसिमका सोसल मिडियामा अहिले सेवा अनलाइन टिभी पनि चलाएर बसेको, धरानमा बस्छ, पढ्छ। त्यसै गरी रेडियो धरानमा आर्थिक रूपमा पनि काम गर्ने भाइ। उहाँ विभिन्न क्षेत्रमा सम्पूर्णमा आफ्नो जिम्मेवारीहरू पुरा गरेर पनि यहाँ कार्यक्रम गर्न भ्याइरहेको छ। अघि नै पुरा वक्ता भन्नुभयो, आफै कार्यक्रम चलाउने, आफै म्यानेजर, आफै के भन्नुभयो। वास्तवमा भाइले अहोरात्र खटेर यो कार्यक्रम सफल बनाउनु भएको छ। यो कार्यक्रम सञ्चालन भइरहँदाखेरि यो क्लब 20औं वर्ष मात्र होइन, अझै पनि युगान्तरसम्म चलिरहोस्। सदा हामी प्रगतिको कामना गर्छौँ र अझै पनि आउँदा दिनहरूमा मेरो तर्फबाट सकेको सहयोगहरू म गर्ने नै छु भन्दै कार्यक्रम सफलताको हार्दिक शुभकामना व्यक्त गर्दै म स्टेजबाट बिदा चाहन्छु। धन्यवाद।